दाई मोमो छ? छ भाइ मोमो। एक प्लेट दिनु न दाई। हुन्छ भाइ। Oh no! मोमो? Run. केटा म त अब जुठो भइहाल्नु नत्र तँलाई दिइहाल्थेँ नत्र तँलाई नदिएर म मोमो खाने मान्छे हो त? पख तँलाई पनि मैले जानेको छ। दाई एक प्लेट मोमो दिनु न। भाइ पुरानो बाँकी कहिले भोलि दिन्छु नि दाई। तिम्रो भोलि आउनु पनि 1.5 वर्ष लागिसक्यो। खोइ त भाइ तिम्रो भोलि। दाई पनि 50 को मोमो खाएर भाग्छु जस्तो लाग्छ म। ए त्यसो पो हो भाइ। अनि 50 को मोमो 300 पल्ट खाँदाखेरि कति हुन्छ भाइ? दाइ आज लास्ट के कस्तो भोक लागिरहेको छ दाइ। बिहानदेखि केही खाएको छैन क्या दाइ। आज लास्ट दिन हो दाइ। म भोलि चाहिँ फिक्स तिर्छु क्या दाइ। अस्तिदेखि म जम्मै तिर्दिन्छु दाइ भोलि लास्ट हो। हे भाइ ओभर एक्टिङ नगर। ल यो मोमो खाऊ अनि जाऊ। दाइ मोमो? दाइ मोमो। लिनुहोस् तपाईँको मोमो। Bonk. कति भयो दाइ मेरो? 60। ए दाइ ठिक छ भाइ। कति कमाउनुहुन्छ हौ दाइ तपाईँ यो मोमो बेचेर? कमाइ त के हुनु भाइ त्यही 2500 3000 बस्छ। मात्र 2500 3000? मेरो 30,000 हुन्छ सरकारी जागिर हो म। यो मोमो बेचेर पनि नि पैसा त केही गरेर बचाउनै नसकिने रहेछ हौ सर। आफै भन्नु न सर यो 2500 3000मा के हुन्छ र? 1000 रुपियाँ सेभिङमा जान्छ। 1000 रुपियाँ बुढीले मेकअपमा लान्छे। हातमा बस्ने चाहिँ 500 रुपियाँ। त्यो पनि यही सामान किन्दा सकिन्छ। 2500 3000 दिनको पो? मैले त महिनाको भनिरहेको थिएँ। तपाईँ नै भन्नु न सर। अब मैले हिजो अस्ति भर्खर यो आइफोन 13 प्रो म्याक्स किनेको थिएँ। अहिले अब मसँग नोकियाको J2 छ। यो मोमो बेचेर पनि नि पैसा त केही गरेर बचाउनै नसकिने रहेछ हौ सर। यो पब्लिक प्लेस हो है दाइ? हो यहाँ जसले पनि मोमो बेच्न पाउँछ है? हो। Next morning. अरे मोमो ले लो मोमो मोमो इलामेली मोमो तातो तातो मोमो आयो मोमो खानुहोस् मोमो खाजा हो मोमो खानुहोस् मोमो आउनुहोस् मोमो 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 मोमो